संसारभरका करोडौं मानिस शान्तिको खोजमा एउटै नाम जप्छन्, गौतम बुद्ध। जसले संसारलाई शान्तिको पाठ सिकायो, उनकै जन्मस्थानलाई लिएर आज नेपाल र भारत दशकौंदेखि एउटा अदृश्य कोलवार चलिरहेको छ। हामी भन्छौँ बुद्ध लुम्बिनीमा जन्मेका हुन्। भारतका नेताहरू जानी जानी भन्छन् बुद्ध भारतमा जन्मेका हुन्। हम उस देश के वासी हैं जिसने दुनिया को युद्ध नहीं बुद्ध दिए हैं। आखिर सत्य के हो? भारतले इतिहास मेटाउन खोजिरहेको कि यो केवल एउटा प्राविधिक भ्रम मात्र हो? आजको यो भिडियोमा हामी इतिहासको पाना पल्टाउने छौं र प्रमाणको आधारमा यसको छिनोफानो गर्नेछौं। यो विवाद तब चर्कियो भारतीय च्यानलहरू र केही अन्तर्राष्ट्रिय मिडियाहरूमा बुद्धलाई बोर्न इन इन्डिया भन्न थाले। भारतीय विद्यालयको कतिपय किताबहरूमा बुद्धको जन्म उत्तर प्रदेश कपिलवस्तु पिपरहमा भएको दावी गरियो। यसले नेपालको भावनामा ठूलो चोट पुर्यायो। सामाजिक सञ्जालमा #बुद्ध वाज बोर्न इन नेपाल ट्रेन्ड भयो। तर के यो राष्ट्रियवादको कुरा मात्र हो कि विज्ञान र इतिहासले केही अर्कै भन्छ? अब जाउँ प्रमाणतर्फ। आजभन्दा 23 वर्ष पहिले सम्राट अशोक लिम्बुनी आएका थिए। उनले त्यहाँ एउटा सील स्तम्भ खडा गरे जसमा स्पष्ट रूपमा ब्राह्मी लिपिमा लेखिएको छ, हिद बुधे जाते सकया मुनित। यसको अर्थ हुन्छ यही सकमुनि बुद्धको जन्म भएको थियो। यो कुनै कथा होइन, यो ढुङ्गामा लेखिएको इतिहास हो। यो स्तम्भ आज पनि नेपालको रूपन्देही जिल्लाको लुम्बिनीमा ठिङ्ग उभिएको छ। भारतले दाबी गर्ने ठाउँ हो पिपरहवा। त्यहाँ पनि केही पुरानो अवशेषहरू भेटिएका छन्, तर इतिहासकारहरू भन्छन् बुद्धको जन्मस्थान होइन, बरु बुद्धले आफ्नो 29 वर्ष बिताएको कपिलवस्तु दरबारको एउटा हिस्सा हुन सक्छ। सिमानाहरू त पछि खिचिएका हुन्। बुद्धको समयमा आजको जस्तो नेपाल थिएन, न आजको जस्तो भारत, तर लुम्बिनी भन्ने ठाउँ भौगोलिक रूपमा आजको आधुनिक नेपाल भित्रै पर्छ। यसमा कुनै शङ्का छैन। रोचक कुरा के छ भने विवाद भुसको आगो जस्तो सल्किए पनि भारत सरकारले आधिकारिक रूपमा अस्वीकार गरेको छ कि बुद्ध नेपालमै जन्मेका हुन्। सन् 2014 नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्पष्टसित भनेका थिए नेपाल त्यो देश हो जहाँ विश्वमा शान्तिको दूत बुद्धको जन्म भएको थियो। बुद्ध कुनै भूगोल वा सिमानाका कैदी होइनन्, उनी त मानवताका हुन्। तर इतिहास बङ्ग्याउने अधिकार कसैसँग छैन। फ्याक्ट यही हो, सिद्धार्थ गौतमको जन्म लुम्बिनी नेपालमा भएको थियो र उनले ज्ञान भारतको बोध गयामा प्राप्त गरेका थिए। त्यसैले बुद्ध कहाँ जन्मेका हुन् भन्ने भ्रम अब बन्द हुनुपर्छ। बरु बुद्धको विचारहरूलाई हामीले आफ्नो जीवनमा कति उतार्न सक्यौं भन्ने बहस हुन जरुरी छ। तपाईलाई के लाग्छ? के अझै पनि अन्तर्राष्ट्रिय बुद्धको जन्मस्थान बारे भ्रम छ? आफ्नो विचार कमेन्टमा लेख्नुहोला। यस्तै भिडियोको लागि शेयर गर्नुहोला।